के छ जनता, स्वागत छ अन्डरग्राउन्ड हिपहप खोजीको नयाँ व्यवसायमा। आज पनि विभिन्न नेपाली हिपहप सम्बन्धी अपडेटहरू लिएर उपस्थित भएको छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ, दिनैभरि नेपाली हिपहपमा र साताभरि नेपाली हिपहपमा के भयो भनेर जान्न चाहनुहुन्छ भने अपडेट विथ सजिनको युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् भन्दै अब न्युज भन्दा अगाडि हाम्रो कुरा गरौँ। के छ केटा हो, कस्तो हुँदैछ वर्ल्ड कप, के गर्दैछौ, कसको सपोर्टमा छौ, त्यो पनि कमेन्ट बक्समा सुनाऊ, म पढ्दै जानेछु। अनि वर्ल्ड कप सम्बन्धी मेरो कस्तो भइरहेको छ जिज्ञासा छ भने मैले टिकटकमा भिडियोहरू राखिरहेको हुन्छु, त्यसबाट थाहा पाउन सक्छौ यो पालि वर्ल्ड कपमा कुन टिमलाई सपोर्ट गर्दैछौ, कसको टिम बाहिरिसक्यो त्यो भने कमेन्ट बक्समा लेख है त। अब यो व्यक्तिगत कुरा पछाडि नेपाली हिपहप सम्बन्धी न्युजतिर अगाडि बढ्न चाहन्छु। नेपाली हिपहपमा ब्याटल देख्यौ, डिस देख्यौ, लाइभमा लोकेसन खोजाखोज देख्यौ। अब देख्न बाँकी के त भन्दा पर्सनल बिफ भएका र म लड्छु भन्ने र्यापर बीच चाहिँ एमएमए फाइट कस्तो होला त। स्ट्याटसमा कुट्छु भन्नेहरू कुटाकुट गरेको आँखा अगाडि देख्न पाउँदा नेपाली हिपहपमा धेरै अगाडि यो कुरा उठान भएको थियो। पर्पल भर्सेस बुल्पी सम्बन्धी एमएमए फाइट एएनटिएफले गराउने भनेर एक वर्ष अगाडि कुराहरू उठिरहेको थियो। आज पनि यस्तै टपिक रहेको छ। जोजो राकालाई चाहिँ ओपन च्यालेन्ज गरेका छन् नेप्लीले चाहिँ रिङमा फाइट खेल्नको लागि। एनटिएफले सबै म्यानेजमेन्ट मिलाइदिनु पर्यो, जोजो राकासँग ओपन म चाहिँ फाइट खेल्छु भन्दै चाहिँ रिङमा स्ट्याटस लेखेका थिए नेप्लीले। त्यस पछाडि फेरि जोजो राका चाहिँ फाइट गर्न रेडी भन्दै एनटिएफले पनि एमएमए रुल्स अनुसार फाइट गराउने तयारी गराउने भन्दै स्ट्याटस लेखेको थियो। तर फेरि यस सम्बन्धी विभिन्न स्ट्याटसहरूमा भनाभन भइरहेका छन्। फाइट हुने सम्भावना भयो भने म थप अपडेटको साथमा चर्चा गर्नेछु। आजलाई भने यति नै। नेपाली हिपहपको माहौल डिस र बिफले तताइरहँदा अब तात्ने पालो पाकिस्तान एक्स नेपालको कोलाब्रेसन सम्बन्धी, यानि कि पाकिस्तानका चर्चित र्यापर तलान्जुम र नेपालका चर्चित र्यापर विवश जेके बीच चाहिँ कोलाब्रेसन हुँदैछ। झुट रहेको सङ्घको टाइटल जुन सङको टिजर आउट भएको छ जुलाई 3 मा चाहिँ हामीले फुल सङ सुन्न पाउँदैछौँ। तपाईँले यो सङ सम्बन्धी आफ्नो बेस्ट भर्स पनि दिन सक्नुहुनेछ। अब चाहिँ भने सङ्घहरू सम्बन्धी अपडेट दिन चाहन्छु। सिपिकिङको तर्फबाट वे सङ सार्वजनिक भएको छ। सिपिकिङलाई हामीले नेपपको श्री पेजमा पनि देखिरहेका छौँ। यो प्रोसेस चाहिँ सिपिकिङको एकदमै मन पर्यो, किनभने सिपिकिङलाई तपाईँले नेपपको श्री पेजमा पनि मन पराइरहनु भएको छ। यदि आउट भएको खण्डमा हामीले सङ्घहरू पनि मजाले सपोर्ट गरेर सुन्न पाउँछौँ। सिपिकिङले चिनाउने मौका पाइरहेका छन्। अफसर सबैलाई फाँसी भयो नि नभयो नि राति गयो 81 आयो 83 निकालेर गिरी तेरो बिगारेर बिदी पुकारेर पिटी खाने बच्चा टुपाक्ने बिकिया चाहिँ टिकारेर सिकारेर सिपि तेरो बिपि हाई हुन्छ मुची मैले निकालेर इपि ह श्री पेजबाट आउट भइसकेका र्यापर जिनियस र लिल एलिनको तर्फबाट पनि सङ सार्वजनिक भएको छ। उनीहरूले पनि यो कदम चाल्नु एकदमै ठिक रहेको छ अहिलेको अवस्थामा। तपाईँले गएर चेक गर्न सक्नुहुनेछ। श्री पेजमा मात्र मन पराएर भएन, अब युट्युब च्यानलमा पनि सपोर्ट देखाउन सक्नुहुनेछ। चाहियो मलाई पैसा पुसी सब थोक गर्छु सधैँ रहिला मुची सक्दो विशेष भन्दा पहिला आउने ड्रग्स हो सुटकेसमा हात्ती अनि गैडा मुनि क्लक होस्। चाहियो मलाई पैसा पुसी सब थोक गर्छु सधैँ रहिला मुची सक्दो। अब चाहिँ भने र पार्ट एकदमै सामाजिक सञ्जालमा भाइरल भएको थियो पल्टनेको तर्फबाट। ढ्यान्टाडाङ जुन सङको सफलता पछि चाहिँ रमा पल्टनेले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ढ्यान्टाडाङको, जसमा चाहिँ फिचर आर्टिस्ट हुनुहुन्छ अहिलेको नेपालको चर्चित भ्लगर बेबो। तपाईँले गरेर चेक गर्न सक्नुहुनेछ, जसले चाहिँ 4 दिनको हाराहारीमा 5 लाख भन्दा माथि भ्युज कलेक्सन गरिसकेको छ। कालो भए पनि ह्यान्डसम म्यान, अनुहारले मार खाएको मात्र हो, नत्र हामी जस्तो कोही छैन जेन्टलम्यान। सुकेको भए पनि तागो तिलो ज्यान, कन्यारी हुँदाखेरि तरुनीको ध्यान, तर हामीलाई कसैले नि हेर्दैनन्, हामीलाई कसैले नि भेट्दैनन्। त्यसै गरी आजको लागि अर्को अपडेट स्याडोको तर्फबाट पर्न सफल भएको छ। पारामा रहेको सङको टाइटल जसमा चाहिँ झापाली इज फिचर हुनुहुन्छ। तपाईँले गएर चेक गर्न सक्नुहुनेछ।
आजको लागि अन्तिम अपडेट अनि फाइनल अपडेट डबल एक्सेलको तर्फबाट पर्न सफल भएको छ। दाइ र एक सङ्घको टाइटल तपाईँले गएर चेक गर्न सक्नुहुनेछ। मेरो दाइ भन्थे पहिले हार माने मर्मुची अहिले मर्दको जातले हार खाँदैन कहिले उठे माइन्डसेट बोकी हिँड भाइ जहिले दुःख आउँछ आँसु खसाउँछ राति सताउँछ त्यही पुग्छ माथि जो दुःख कटाउँछ। आजको लागि अपडेटहरू यति नै। अपडेट भएको खण्डमा भोलि लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। हस्त नमस्ते, जय हिप हप।